तपाईहरुलाई स्वागत छ। म सस्मिता पाठक। सुरु गरौँ आज दिनभरिको मुख्य समाचारबाट। फागु पूर्णिमाको अवसरमा महासंघमा फागु विशेष कार्यक्रम। भक्तपुरमा बाजागाजाको तालमा होली उत्सव। साइडमा होलीमा रमाउँदै विदेशी पर्यटक। सबै बन्दै होली, अनुमति बिना रङ दलिदिने र पानी खनाइदिने दृश्य बिरलै। 2 चैतसम्म वैदेशिक अध्ययन अनुमति पत्र बन्द। उपत्यकामा होली 250 सवारी साधन नियन्त्रणमा। सरकारले तोक्यो चैते धानको न्यूनतम समर्थन मूल्य। केन्द्रीय कारागारबाट यो वर्ष 19 जनाले एसआई दिँदै। भारत र चीनबाट 16 करोडको रङ आयात, अधिकांश खपत होलीमा। नयाँ विकल्प टेलिभिजनको हेडलाइन तपाईलाई कस्तो लाग्यो? सल्लाह सुझाव दिन नभुल्नुहोला।